भिड होला त साथै झन् यता मासतिर पो झन् भिड छ त यार। हेर्नुहोस् पहिला यति। हेलो हेलो नमस्कार साथीहरू, म सुमन घले फेरि पनि म अर्को नयाँ भिडियो लिएर म उपस्थित भइसकेँ साथीहरू। हजुरहरूलाई थाहा भइसक्यो होला म कहाँ गएको थियो भनेर। प्लिज यो भिडियो चाहिँ हेरिदिनु होला साथीहरू। जति पनि नयाँ साथीहरू हुन्छ उहाँहरूले हेरिसकेपछि लाइक सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला। प्लिज लाइक सब्सक्राइब गरिदिनु होला। यो भिडियो हेरिसकेपछि हजुरहरूले आफ्नो साथीहरूलाई पनि सेयर गरिदिनु होला। यो भिडियो लास्ट तक हेरेर हजुरहरूले इन्जोय अर्थात् मनोरञ्जन लिनु होला है साथी हो। म चाहिँ अब यसो पशुपति र बौद्धतिर जान लागेको। अब साथीहरूलाई त्यहाँको दृश्यहरू अवश्य देखाउँछु, राम्रोसँग हेरिदिनु होला है साथी। अब जे जस्तो भए पनि राम्रो नराम्रो भए पनि हेरिदिनु होला। अब म पनि भर्खर सुरु हो। अब मेरो त्यस्तो भिडियो हुन्छ साथीहरू, राम्रोसँग हेरिदिनु होला हजुरहरूले। अब म चाहिँ त्यही पशुपतितिर लागौँ भनेर म अहिले चाहिँ ट्याक्कै सामुगुसी चोकमा हो साथी। सामुगुसी चोकबाट अब म पशुपति र बौद्धतिर जान्छु। त्यहाँको दृश्यहरू हजुरहरूलाई देखाउँछु। यसो हेरिदिनु होला, मन परे लाइक गरिदिनु होला, अनि सब्सक्राइब नगरे सब्सक्राइब गरिदिनु होला। अनि जति पनि साथीहरूले हेरिसक्नु भएको छ उहाँहरूले आफ्नो साथीहरूलाई सेयर गरिदिनु होला है। अब म चाहिँ साथीहरू ल पशुपतितिर लाग्ने साथी हो। अब त्यहाँको दृश्यहरू हजुरहरूलाई देखाउँछु। राम्रो नराम्रो भए पनि हजुरलाई त्यहाँको दृश्य त्यो भित्रको देखाउन नसके नि बाहिरबाट जति पनि त्यहाँको दृश्य जति पनि खिच्छु नि मैले त्यो सबै हजुरहरूको लागि हो। राम्रोसँग हेरिदिनु होला। म पनि यसो घुमघाम गरौँ भनेर जान लागेको साथी हो। अब हजुरहरूलाई पनि राम्रै होला। भाइ साथी अब चाहिँ म गाडी चढ्छु, जाने गाडी चढ्छु ल। ल साथी हामी गौशाला आइपुग्यो। अक्सर म गाडीबाट ओर्ले साथी हो। अब हामी यहाँबाट पशुपतितिर लाग्यौँ। अब यहाँबाट हल्का दृश्यहरू हेर्दै 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 के कस्तो छ यसो देखाउँदै म हिँड्छु साथी हो। ल पशुपतितिर जाउँ नि साथी। साथी हामी पशुपतिनाथ गेट नजिक आइपुग्यो। हेर्नु त दृश्य भक्तजनहरू आएको छन्, टन्नै छन् भक्तजनहरू साथी। प्राय यहाँनिर पर्यटकहरू प्राय इन्डियन आउँछ है साथी। यहाँ धेरै इन्डियन आउँछन् पशुपतिनाथ माथि पुग्नुहुन्छ। ल साथी यो मूल गेट हो। अब यहाँ मूल गेटबाट भित्र चाहिँ अब म पसेन, यहाँबाट चाहिँ सिधै गयो भने ठ्याक्कै पशुपतिनाथको मन्दिरभित्रै पुगिन्छ। म चाहिँ गएन। अब हेर्नु साथी यहाँ परेवाहरू साथी आम्मा है कति धेरै हो परेवा। हेर्नु त साथी हेर्नुहोस् पशुपतिनाथ भनेको त्यो हो साथी। हेर्नु है म जुम गर्दै आउँछ है। हो यो चाहिँ हो साथी हो। यहाँबाट गेट यो भयो, यहाँबाट भित्र छिर्नुपर्छ है साथी। यहाँ भक्तजनको भिड हेर्नु त साथी हो कति धेरै छन्। ल है त साथी हो म उताबाट यसरी जान्छु है साथी है। पछाडिपट्टि जान्छु यसो देखाउँदै जान्छु है साथी। ल म निस्केँ है साथी हो। के गर्ने पशुपतिनाथमा यस्तो छन्। म चाहिँ बाहिर हिँडेछु है साथी हो। बाहिरै देखाउँछु सबैजनालाई। भक्तजनको भिड टन्नै छ साथी हो। तर म चाहिँ भित्र गएन है। हेर्नु त यहाँबाट नि छिर्छ है साथी हो, यहाँबाट नि छिर्छ भित्र। तर म चाहिँ भित्र गएन, बाहिर मात्रै देखाउँछु साथी है। ल साथी म हल्का पछाडितिर आयो, बागमती खोला नजिक आइपुग्यो है। यो बागमती खोला हो। यहाँनिर मान्छेहरू चलाउँछन् है साथी हो। ल साथी म यो पछाडि भएको है, ठ्याक्कै पशुपतिको पछाडि हो। अहिले म यो माथि हो, यो माथि गएर हजुरहरूलाई सबै दृश्य देखाउँछु है माथिबाट। यहाँबाट राम्रो देखिन्छ नि साथी। ठ्याक्कै म अहिले बागमती खोलाको पुलमा हो है साथी है। बागमती खोलाको पुल हो। पशुपतिनाथ यही भइहाल्यो साथी हो। यहाँनिर लास ल्याएर
ओ यहाँनिर पूजा सुजा गरेर अन्त बल्ल जलाउँछ है साथी यतापट्टिबाट हेर्नु त यहाँ हनुमानजी के हो मलाई थाहा भएन ल साथी यहाँनिर चाहिँ पछाडि यहाँ मान्छे जलाएको यो मान्छे जलाउने ठाउँ हो हेर्नुहोस् त बागमती किनारमा ट्याक्क लाएर मान्छे जलाउँछ त म माथितिर गइसकेँ अब यो भर्याङबाट म माथि जान्छु यही पछाडि पनि जान्छु होइन माथि भएर गुहेश्वरतिर पनि जान्छु गुहेश्वरी विदेश्वरी भयो के हो त्यहाँनिर समस्या होइन म माथि लाग्न सक्यो त्यहाँ माथिबाट हजुरहरूलाई देखाउँछु म झन् मन्दिरतिर भिड होला त साथै झन् यता मासतिर पो झन् भिड छ त यार होइन त पशुपति क्षेत्रको भिड साथी हो भक्तजनको भिड हेर्नु नि साथी हो कति भक्तजन होला कति भेटघाट होला साथी हो है अहिले म यहाँदेखि यो माथि हुँदै जान्छु अहिले चाहिँ म यतापट्टि लागेँ यहाँ हजुरहरूलाई त्यहाँको दृश्य देखाउनलाई ल साथी हो म माथि आइपुगेँ माथिबाट हेर्नु त दृश्य देखाउँछु हजुरहरूलाई कस्तो राम्रो छ हेर्नुहोस् पहिला यतैबाट देखाउँछु ल हेर्नुहोस् त सर कति राम्रो छ यो गुठीहरू हो कि सबै यहाँ बाबाजीहरू बस्छन् नि भित्र ल हेर्नु त यहाँ मान्छे बोलेको छन् साथी अहिले यता गएर म देखाउँछु होइन त मन्दिर त मन्दिरहरू कति धेरै छन् सबै त गर्न नजाने होला कि खै के हो ल हेर्नु साथी ल मन्दिरहरू हेर्नु त सर लाएर है कस्तो दामी छ हो यो चाहिँ पशुपतिनाथ है साथी हेर्नु त पशुपतिनाथ सर यो पशुपतिनाथ हो साथी यो पूर्वी गेटतिर हो साथी हामी पूर्वी गेटतिर हो पूर्वी गेटतिरबाट हामी पूर्वी गेट भन्नाले पछाडिपट्टि भएको हो कि साथी पछाडि ढोका भनेको पूर्वी गेट हुन्छ है हेर्नु त अनि साथी हो यो माथि यो कैलाश डाँडा हो है माथिको चाहिँ हेर्नु यो पशुपतिको हल्का दृश्य हजुरहरूलाई मैले देखाउँदैछु राम्रोसँग हेरिदिनु होला मान्छे सब पोलेको सब यहीँबाट देखिन्छ साथी हेर्नु त ठ्याक्कै यो पशुपतिको हेर्नु तलपट्टि बागमती खोला छ यहाँ बागमती खोला नि साथी हो यहाँनिर हो त्यो ढोकाको तलपट्टि बागमती यो मान्छे हो त्यहाँनिर सब बागमती खोला साथी हेर्नु त सारा यो बागमती खोला हेर्नुहोस् त यो साथी हो पशुपतिनाथ मन्दिर आउनु हजुरहरू नि यसो घुम्नलाई दर्शन गरेर जानु होला राम्रो छ साथी एकदम साथी यो माथि पनि कति मान्छे माथिबाट सब फोटो खिच्ने भिडियो बनाउने हो साथीहरू यो माथि कति उस छ उहाँ एकदम उहाँ पछाडि मन्दिर भएको के मन्दिर रे ए गुजेश्वरी ल साथी ल गुजेश्वरी रहेछ म त खासै याद नभएको के बिर्सेको गुजेश्वरी मन्दिरतिर जाँदैछ साथी यहाँ यो हेर्नु त यस्तो ढिगबाट यो बाटो हुँदै पशुपतिको पछाडि भागबाट हामी गुजेश्वरीतिर जाँदैछ साथी है यस्तो उकालो हिँड्नुपर्छ साथी होइन यो पहाड माथि ट्याक लगाएर साथी
यो माथिपट्टि आएपछि यस्तो जङ्गलहरू छन् यहाँ पार्क जस्तो यहाँनिर केटाकेटीहरू पनि बस्दो रहेछ यतापट्टि ब्ल्याक कलरलाई भन्छ पुरानो मन्दिरहरू टन्ने छ यो सब गुठी हो क्या साथी हो यो मन्दिर सानो टुप्पो टुप्पो देख्नु भयो नि हरिणाहरू सबै गुठी हो कि यिनीहरू साथी है यतापट्टि चाहिँ ट्याक्क लाएर मलाई जहाँसम्म लाग्छ यतापट्टि चाहिँ डेटिङ आउने ठाउँ जस्तो लाग्छ है साथी ठाउँ ठिक छ माथिपट्टि आउँदाखेरि हुन्छ यिनीहरू चाहिँ गुठी हो साथी यिनीहरू हेर्नु सबै गुठीमा फेरि हाम्रै नेपालीहरू सबै बसिरहेको छन् भनेको एकजना एकवटा गुठीमा मात्रै हाँस लाग्छ साथी यो गुठीहरू हेर्नु त कति धेरै छ गुठी नै गुठी हो नि त यता हो साथी हो यो चाहिँ गोरखनाथको मन्दिर है साथी हो यो सेतो यो भएको यो गोरखनाथको मन्दिर रहेछ साथी हो होइन जाँदैछु साथी हो हेरौँ के भन्छ हेर्नु साथी जताततै गुठी नै गुठी छ नि त हेर्नु यस्तो सानो यो गुठीमा फेरि सबै बाबाजीहरू बस्नु नि यो अस्ति नै इन्डियाबाट कताबाट त्यो शिवरात्रिमा त्यो बाबाजीहरू टन्नै किनेर ल्याउँछ नि हो यही गुठीमा ल्याएर राख्ने यिनीहरूलाई तिनीहरूलाई यसै गुठीमा ल्याएर राख्ने हो अहिले चाहिँ यो गुठीमा सबै नेपाली देखिरहेछ नि एकवटा ठ्याक ठ्याक समातेर बसिरहन्छ के साथी सबैजना गुठीहरू एकैजना समातेर बस्छ त्यस्तो हुन्छ साथी अहिले चाहिँ यो चाहिँ गोरखनाथको मन्दिर साथी हो अब यतापट्टि कता अब योभन्दा तलपट्टि चाहिँ गुहेश्वरीको मन्दिर छ है सबको हातमा मोबाइल छ साथी सबैले खिच्दिने सबैले खिचे पनि मेरो भिडियो चाहिँ हेर्दिन साथी यहाँ साथी मन्दिरहरू यो गुहेश्वरी नजिकको है साथी हो यो मन्दिर चाहिँ यो पनि गुठी नै साथी यहाँ पनि अब मान्छेहरू नै बस्छ होला त्यो भित्रपट्टि पूजासुजा गर्दै है ट्याक्कै हामी गुहेश्वरी आइपुग्यो साथी ट्याक्कै बागमतीको किनारमा हो साथी यो पनि अन्त ट्याक्कै हामी पशुपतिबाट पछाडिबाट हिँड्दै त्यो डाँडा हिँड्दै ट्याक्कै हामी गुहेश्वरी आइपुग्यो साथी है अब म तपाईँलाई त्यो गुहेश्वरी मन्दिरमा चाहिँ हल्का यसो देखाउँछु खोलेर आएको छ क्या साथीहरूले यो चाहिँ गुहेश्वरीको मन्दिर है साथी यो भित्रपट्टि छ गुहेश्वरी मन्दिर प्रवेशद्वार है साथी यो चाहिँ गुहेश्वरीको प्रवेशद्वार हो अन्त यो गुहेश्वरीको प्रवेशद्वार साथी म भित्रै छिरेँ है त्यसको चाहिँ हेलो हेलो है साथी गुहेश्वरी मन्दिरको ठ्याक्कै म भित्रै आइपुगेँ यसो भित्र चाहिँ म छिर्दैन यो त बाहिरबाट देखाइदिन्छु है साथी यो भित्र चाहिँ भिडियो खिच्न मनाइ रहेछ त्यो भएर त बाहिरबाट खिचेँ है भित्र चाहिँ भिडियोहरू फोटो खिच्न नपाइँदो रहेछ साथी हो है त्यही भएर खिच्न सकिएन माइन्ड नगर्नु होला तर जेस बाहिरबाट भने यसो हजुरलाई देखाइरहेको छु साथी है थोरै भने नि अब म यतैबाट साथी हो है बौद्धतिर जान्छु साथी अब यताबाट है बौद्धतिर साथी हो म बौद्ध आइपुगेँ अब म यो बौद्धभित्र पस्छु हजुरहरूले हेर्नु होला यहाँको दृश्यहरू हजुरहरूलाई पनि म यहाँको दृश्यहरू देखाउँछु हेर्नु होला तर म पहिला पनि आएको छु यहाँ तर मलाई चाहिँ राम्रो लाग्छ है अब हजुरहरूलाई चाहिँ कस्तो लाग्छ कमेन्ट गरिदिनु लाइक गरिदिनु है राम्रो लाग्यो अब लाइक गरिदिनुहोस् र नराम्रो लाग्यो भने
गाइड चाहिँ गरिदिन्छ है मलाई म हेरिदिनु होला है साथी म चाहिँ हेर्नु होला भित्र जाँदैछु है मान्छेहरू कति भिड छ साथी हो बौद्ध र बौद्ध हुने बित्तिकै मलाई छुट्टै आनन्द लाग्छ है साथी बौद्धको चाहिँ हेर्नु है साथी कस्तो दामी छ हेर्नु त्यस्तो आनन्द लाग्छ साथी हो हेर है साथी तर हेर्नु अब म चाहिँ एक राउन्ड हान्छु है साथी हेर्नु है मान्छे कति छन् हेर्नु त बहुत यो माथिपट्टि हेर्नु मान्छेहरू माथिपट्टि पनि गएको छन् जान दिँदो रहेछ क्या माथि पनि नेक्स्टचोटि जान पायो भने म माथि पनि एकचोटि गएर हेर्छु है साथीको अहिले चाहिँ हेर्नु न चाहिँ बौद्धको सबै सामान कस्तो छन् साथीहरूले लगाएर विदेशीहरूले सबै सामान किनेर लिएर जान्छ जान त नेपालीले पनि लान्छ कि तर यहाँ यहाँको विदेशीहरूले धेरै कुरो लान्छन् त साथी छुट्टै आनन्द हेर्नु तर घुमिरहेको छु मान्छेहरू हेर्नु है म पनि एक राउन्ड अब त्यो हेर्दै हेर्दै जान्छु के देख्छ भिडियोहरू सब देखाउँछ साथी हेर्नु चाहिँ बौद्धको आनन्द छुट्टै छ क्या यो एक राउन्ड आउने हो हामी मेरे ग्रुप कति उयो के छोराको डोला कति हाँस्दै हाँस्दै हो घुम्ने है साथी पायो भने त माथि पनि जान्छु दामी लाग्छ नि स्वयम्भू भन्दा है साथी यो स्वयम्भू होइन नि फेरि यो बौद्ध नै हो फेरि अरूहरूले स्वयम्भू भन्दा भनेर नि यो बौद्ध होइन स्वयम्भू होइन यो बौद्ध नै हो नि साथीहरू होइन माथि पनि चढ्दो रहेछ मान्छे एकचोटि मात्रै पनि पायो भने माथि पनि जान्छु माथि चाहिँ बस्दो रहेछ माथि ल साथी कस्तो दामी छ नि साथी हेर्नु त परिवार नि साथी मेरो माथि परिवार कस्तो मजाले बसेको छ है अन्त साथी परिवार मान्छे पनि जाँदो रहेछ माथि पनि मान्छे कति सही मान्छे घुम्ने मान्छे अब कुरा गर्ने बेला भयो साथी अब यो अब यहाँ मान्छे टन्नै हुन्छ बेलुका एकदम धेरै हुन्छ कि यहाँ बिहान र बेलुका बहुत धेरै हुन्छ कुरा गर्ने मान्छे त्यतिखेर धेरै हुन्छ नि त ल है साथी म चाहिँ माथि आइपुगेँ सर हेर्नु त माथिको दृश्यहरू हो यहाँबाट हो क्या आएको म साथी हेर्नु त कस्तो दामी छ है साथी सर हेर्नु मात्रै त कुना पर्यो हेर्नु नि साथी कस्तो दामी छ टुक्कै छ नि म एकछिन यो माथिबाट खिचेर आउँछ है त यस्तो यस्तो है साथीहरूलाई देखाउँदैछु ल हेर्नु साथी यहाँ डान्स टिकटक बनाएर पुरै डान्स दिएर ल बन्द गरेँ मैले भिडियो गरेको देखेर साथी ल हेर्नु साथी
कति दामी लाग्यो है साथी। सरल साथी हेर्नु म हिँड्दै देखाउँछु है हजुरहरूलाई यहाँको दृश्य हिँड्दै देखाउँछु हेर्नु होला। यता कोही त कुन यता कोही कोराहरू गरिरहेको छ साथी। यो सब कोरा गरेर सुरु गरेको हो। ट्याक्क लाएर घुमिसकेपछि यहाँनिर आएर उनीहरू गर्ने के भन्छ यसलाई जब गरेको के उनीहरूले ध्यान गरेको। छुट्टै आनन्द लाग्ने साथी हो। कस्तो पुँछ दिएर फोटो खिचे पुँछ हो कि पुँछ हो ट्याक्क लाएर हेर्नु त कस्तो दामी हेर्नु साथी यही हो है स्वयम्भूको दृश्य। कस्तो छ मन पर्यो भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु है साथी हेरिसकेपछि है। छुट्टै आनन्द आउँछ साथी यहाँ आउनलाई त आएर सरर लाएर मलाई चाहिँ एकदम मनपर्छ साथी यहाँनिर आएपछि आनन्द लाग्छ शान्त लाग्छ कि। अब यतातिर देखाउँदैछु साथी म यतापट्टि होइन ठिक छ नि साथी। ट्याक्क लाग्यो नि त अघि म उति तलबाट आएको हो नि त साथी यता तलबाट यता तलतिरबाट आएको म चाहिँ अहिले माथि हो कि ट्याक्क लाग्यो नि त तलबाट घुम्ने कि कोरातिर तलबाट गर्ने हो। म चाहिँ अहिले माथि आएको छु ट्याक्क लगाएर माथि आएर खिचिरहेको छु हजुरहरूलाई। हेर्नु त कस्तो छ साथी हेर्नु त मलाई चाहिँ एकदम मनपर्छ कि साथी यहाँको चाहिँ। त्यो पल्लाहरू अझै हाल्न बाँकी रहेछ तिनीहरू ल हेर्नु है सरर लगाएर देखाउँछ है साथी हेर्नु त ल साथी म चाहिँ बाहिर निस्केँ यहाँबाट अब यताबाट घुम्छु सरर लाएर है परेवा हेर्नु साथी हो सरर लाएर कति को मजाको छ है परेवा। ए साथी म चाहिँ अब बाहिरतिर निस्किन्छु। ए साथी म चाहिँ अब यताबाट बाहिरतिर निस्किन जान्छु है। अब हजुरहरूलाई यो दृश्य कस्तो लाग्छ मलाई चाहिँ राम्रै लाग्छ साथी हो। यहाँ आएपछि मेरो मन चाहिँ शान्त हुन्छ। अब हजुरहरूलाई शान्त हुन्छ हुँदैन यो भिडियो हेरेर होइन साथी हो तर मलाई चाहिँ शान्त हुन्छ है। ल साथी हो म चाहिँ अब निस्किने ठाउँ आइपुग्नु लाग्यो। अब चाहिँ म घरतिर जानुपर्छ होला साथी है गेट आउन लागेको साथी हो। अब मेरो भिडियोहरू हजुरहरूलाई मन पर्यो भने
लाइक सब्सक्राइब अनि सेयर गरिदिनु होला। अब चाहिँ गेट आइपुग्न लागेको साथी। ल आइपुग्यो पनि गेटहरू है साथी। गेट आइपुग्यो। अब म चाहिँ घरतिर लाग्छु साथी होइन। अब आजलाई यो भिडियो यति नै। अब अर्कोचोटि अर्को भिडियो लिएर आउँछु होइन। हजुरहरूले यो भिडियो चाहिँ अवश्य हेरिदिनु होला। यति भन्दै अब आज चाहिँ हजुरहरूबाट छुट्टिनुपर्छ। अब म चाहिँ घरतिर जान्छु साथी होइन। अब के भन्ने त साथी, अब यति त हो नि है। ल अब अर्को भिडियो नबन्जेलसम्म हजुरहरूले यो भिडियो हेरेर के कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला। अहिले चाहिँ म अब घरतिर जानुपर्छ। यति भन्दै हजुरहरूबाट म छुट्टिन्छु है। ओके बाई बाई साथी। बाई बाई।